सबैलाई स्वागत छ साथीहरू। आजको मेरो यस नयाँ भिडियोमा मैले तपाईहरुलाई संगठित संस्थाको पूर्व योग्यता परीक्षाको आवेदन खुलिसकेको छ। यसको फारम अनलाइनबाट घरमै बसेर कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। भिडियो पुरा हेरिदिनु होला। ढिला नगरी भिडियो सुरु गरौँ। सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गर्नुपर्ने हुन्छ साथीहरु। फर्म भर्नुभन्दा अगाडि त्योभन्दा अगाडि हामीले आवश्यक कागजातहरु के हुन्, हामीले के तयारी गर्ने भनेर जानकारी दिन गइरहेको छु। कागजातहरु तपाईले चाहिँ पूर्व योग्यताको परीक्षाको लागि चाहिँ यी कागजातहरु तयार गरेर राख्नुस् है त। तपाईले चाहिँ भर्खरै खिचेको पासपोर्ट साइजको फोटो यसरी एडिट गरेर टक्क मिलाएर यस्तो खालको फोटो पासपोर्ट साइजको फोटो बनाउनु होला। त्यसपछि एउटा सादा पान्नामा यसरी सिग्नेचर हानेर सिग्नेचर राख्नु होला। अनि सिग्नेचर राखिसकेपछि तपाईले अर्को सर्टिफिकेट हुन्छ, स्कुलबाट दिएको तपाईको स्कुलबाट दिएको क्यारेक्टर सर्टिफिकेट हुन्छ, यो राख्नु होला। र तपाईको अर्को ट्रान्सक्रिप्ट हुन्छ साथीहरु। यो क्यारेक्टर सर्टिफिकेट लेखेको हुन्छ, यस्तो हेर्न सक्नुहुन्छ। र तपाईले चाहिँ अर्को नागरिकता तयारी गर्नुपर्छ। नागरिकताको अगाडि भाग छुट्टै पछाडी भाग छुट्टै, जस्तो यो अगाडि साइडको भाग भयो र पछाडी साइडको पनि छुट्टै छुट्टै खिचेर राख्नु होला। र तपाईले छुट्टै छुट्टै खिचेर राखेर यसको साइज चाहिँ घटाएर सानो बनाउनु पर्छ। त्यहाँ तोकेको हुन्छ साइज कति बनाउने भनेर। र अर्को तपाईले ट्रान्सक्रिप्ट जहाँ कि तपाईको नम्बर कति आएको छ कुन विषयमा हैन, तपाईको सबै कुरा यहाँ हुन्छ ट्रान्सक्रिप्टमा। यति तपाईले डकुमेन्ट तयार गरेर राख्नु होला। र तपाईले समावेशी भर्दै हुनुहुन्छ भने समावेशी पनि राख्न सक्नुहुन्छ, तर पूर्व योग्यताको लागि समावेशी कागजात पर्दैन। यति कागजातहरु तयारी गर्नु होला। तपाईले खर्दारको अपराधिक भर्दै हुनुहुन्छ भने तपाईले चाहिँ एसी पास हुनुपर्छ र तपाईले नायब सुब्बा अपराधिक संघर्ष संस्था भर्दै हुनुहुन्छ भने +2 पास भएको हुनुपर्छ। यति भए हुन्छ। र तपाईले अब यति डकुमेन्ट भइसकेपछि अब हामी फर्म भर्नतिर लागौं। सबैभन्दा पहिला तपाईले क्रोम ब्राउजर ओपन गर्नु होला साथीहरु। क्रोम ब्राउजर ओपन गरेर तपाईले माथि सर्च गर्नु होला। psc.gov.np लेखेर सर्च गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि तपाईले यो 3 डटमा क्लिक गरेर तपाईले यसरी सार्दै जानुभयो भने तपाईले यो डेस्कटप साइट भेट्न सक्नुहुन्छ। यो भनेको मोबाइललाई पनि कम्प्युटर जस्तै तरिकाले चलाउन मिल्ने सेटिङ हो। यो डेस्कटप तरिकाले यसलाई चाहिँ तपाईले इनेबल गर्नु होला। यस्तो गर्नु भने सजिलो हुन्छ। जस्तो मैले यहाँ पढ्दाखेरि मलाई सजिलो भएको छ, त्यसै तपाईलाई पनि हुन्छ। अब तपाईले यसरी सर्च गर्न सक्नुहुनेछ साथीहरु। सर्च गर्नु होला साथीहरु। psc.gov.np लेखेर सर्च गर्नु होला। र यति गरेपछि तपाईले चाहिँ यसलाई सर्च गर्न सक्नुहुन्छ र हाम्रो आधिकारिक लोक सेवा आयोगको वेबसाइट खुल्नेछ साथीहरु। र यति खुलिसकेपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ विभिन्न सूचनाहरू आएका हुन्छन् लोक सेवा आयोगका। र तपाईले चाहिँ यी सूचनाहरू हेर्न सक्नुहुनेछ हैन, के छन् भनेर तपाईले यहाँ हेर्न सक्नुहुन्छ। अब हामी सूचना भन्दा पनि हामीले फर्म भर्न गइरहेका छौं। अनलाइन फर्म भर्नको लागि तपाईले माथि हेर्न सक्नुहुन्छ अनलाइन दरखास्त भनेर सानो आइकन छ, यो टुप्पामा छ, सानो तरिकामा छ। यसलाई हेर्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला साथीहरु। यसमा क्लिक गरिसकेपछि तपाईको नयाँ हाम्रो इन्टरफेस आउँछ, हेर्न सक्नुहुनेछ। तपाईले चाहिँ यहाँ भन्दा अगाडि लोक सेवा आयोगमा कुनै पनि फर्म भर्नु भएको छ भने तपाईले यहाँ युजर नेम अथवा इमेल माथि राखेर तल पासपोर्ट राखेर तपाईले बुझाउनुसमा क्लिक गर्नुभयो भने तपाई सिधै लगइन हुनुहुन्छ। र यदि तपाईले पासपोर्ट भुल्नुभयो भने तपाईको त्यो अप्सन पनि छ, पासपोर्ट भुल्नुभयोमा क्लिक गर्ने र त्यहाँ तपाईको इमेल आइडी आएको हुन्छ। इमेल आइडी हानेर त्यहाँ तपाईको कोड आउनेछ र त्यो कोड हानेर तपाईले फरवर्ड गर्न सक्नुहुन्छ। र नागरिकताको विवरण प्रयोग गर्नुस् भनेको यदि तपाईले पहिले यहाँ नागरिकता नम्बर राखिसक्नु भएको छ लोक सेवा आयोगमा भने तपाईले यसमा क्लिक गरेर पनि यहाँ भएका विवरण भरेर तपाईले आफ्नो आइडी पुरानो प्राप्त गर्न सक्नुहुनेछ। तपाईले यो भाषालाई इंग्लिशबाट ट्रान्सफर गर्न सक्नुहुन्छ। यसमा क्लिक गरेर तपाईले यसलाई इंग्लिश पनि बनाउन सक्नुहुनेछ साथीहरु। अब तपाईले यसमा क्लिक गरेर तपाईले इंग्लिशबाट भाषालाई चाहिँ तपाईले यहाँ चलाउन चाहनुहुन्छ भने सक्नुहुन्छ। र अब हामी नयाँ भर्दै छौं। हामीले सबैभन्दा पहिला नयाँ भर्ने मान्छेले दर्ता गर्नेमा क्लिक गर्नु होला साथीहरु। यसरी क्लिक गरिसकेपछि तपाईको यहाँ सम्पूर्ण विवरण भर्ने भनेर चाहिँ अप्सन आएको हुन्छ साथीहरु। अब तपाईले यसको यहाँ विवरण भर्नुपर्ने हुन्छ, यहाँ तोकिएको विवरण। अब सबैभन्दा पहिला यहाँ हेर्न सक्नुहुनेछ नाम, बीचको नेम, थर भनेर भनेको छ। अब तपाईले मैले यहाँ भरेर पनि देखाउने छु साथीहरु। उदाहरणको लागि हो साथीहरु, यो चाहिँ कुनै पनि व्यक्तिको मैले व्यक्तिगत विवरण शेयर गर्न खोजेको छैन साथीहरु। अब जस्तो मैले यहाँ पहिलो नाम राखेँ, यसरी राख्न सक्नुहुनेछ। र तपाईले यता थर राख्नु होला। जस्तो मैले यहाँ राखेँ एउटा थर। बीचको नाम छ भने बीचको नाम राख्नु होला, नत्र पढेन। र तपाईले प्रयोगकर्ताको नाम भनेको तपाईले एउटा आफ्नो युजर जस्तो त्यो प्रयोगकर्ताको नाम भनेको तपाईले चाहिँ तपाईलाई चिन्नको लागि सजिलो होस् भनेर चाहिँ अरूले नराखेको युजर नेम राख्नुपर्छ। फेरि अरूले राखेको छ भने मान्दैन यसमा चाहिँ। र तपाई आफ्नो जन्म मिति नागरिकता अनुसार कहिले जन्मिनु भएको त्यो
जस्तो नागरिकता अनुसारको जन्म मिति हजुरले यसरी चुज गरेर तपाईले राख्न सक्नुहुनेछ साथीहरु। जस्तो यसरी सार्दै जानुभयो भने तपाई कहिले जन्मिनु भएको यसरी तपाईले चुज गर्न सक्नुहुनेछ साथीहरु। जस्तो कि मैले एउटा उदाहरणको लागि चुज गर्नेछु र तपाईले यति गरिसकेपछि तपाईले चाहिँ अब तपाईको महिना कुन हो त्यो महिना चुज गर्नुपर्ने हुन्छ। यति गरी चाहिँ तपाईको कति गते जन्मिनु भएको गतेलाई चुज गर्नु होला। यसरी चुज गरिसकेपछि तपाईले चाहिँ अब पुरुष हुनुहुन्छ कि महिला हुनुहुन्छ यसमा टिक अप्सनमा टिक लाउनु होला र आफ्नो इमेल आइडी यसमा राख्न सक्नुहुनेछ साथीहरु। यसमा आफ्नो इमेल आइडी राख्नु होला। तल मोबाइल नम्बर सोधेको छ त्यहाँ मोबाइल नम्बर राख्नु होला र त्यसपछि तपाईले चाहिँ त्यहाँ मोबाइल नम्बर राखिसकेपछि तपाईको यता नागरिकता नम्बर भनेको छ। जस्तो तपाईको नागरिकता नम्बर हेर्नु होला जे छ तपाईले त्यो टाइप गर्नु होला र त्यति गरेपछि तपाईको चाहिँ जस्तो मैले उदाहरणको लागि एउटा टाइप गर्ने छु र यति गरेपछि तपाईले चाहिँ आफ्नो यता राष्ट्रिय परिचय नम्बर भनेको छ यसमा चाहिँ स्टार लागेको छैन यसमा पढेन र तपाईले नागरिकताको जारी जिल्ला कहाँ बनाएको त्यो जिल्ला चाहिँ चुज गर्नु होला। यसरी चुज गर्न सक्नुहुन्छ र यति गरेपछि नागरिकताको पछाडी साइडमा त्यो जारी मिति लेखेको हुन्छ कहिले बनाएको नागरिकता पछाडी नागरिकताको पछाडीको तलपट्टि हुन्छ त्यो लेख्नु होला र एउटा ख्याल गर्नु होला यो स्टार भएको चाहिँ अनिवार्य हो स्टार नभएको चाहिँ अनिवार्य होइन भनेर बुझ्नु होला र मैले उदाहरणको लागि यो राखिदिएको छु। स्टार भएको चाहिँ तपाईले अनिवार्य फिल गर्नै पर्छ साथीहरु नत्र अगाडि बढ्दैन र यति गरेपछि तपाईले अन्तिममा तपाईको सबै विवरण भरिसकेपछि तपाईले बुझाउनुस् भन्ने अप्सन छ यसमा हजुरले क्लिक गर्नु होला साथीहरु। यति गरेपछि तपाईको हेर्न सक्नुहुन्छ यस्तो इन्टरफेस आउनेछ। अघि तपाईले राखेको मोबाइल नम्बर र इमेलमा तपाईको पासपोर्ट लोकसेवा आयोगले पठाउनेछ। यति गरेपछि तपाईले आफ्नो जीमेल खोल्नु होला वा तपाईको मोबाइलमा मेसेज पनि आएको हुन्छ। जस्तो मैले जीमेलमा देखाउने छु तपाईलाई हेर्न सक्नुहुन्छ। यसरी जीमेल खोल्दाखेरि मेरो मोबाइलको मेसेजमा यस्तो आएको छ सपोर्ट भनेर हेर्न सक्नुहुन्छ। यसमा लोकसेवा आयोगले पासपोर्ट पठाइदिएको छ त्यो पासपोर्ट अब हामीले राख्नुपर्ने हुन्छ सबैभन्दा पहिला। त्यसपछि हामीले पासवर्ड हामीले सेट गर्ने हो। पहिला चाहिँ यहाँको यो पासवर्ड हेर्न सक्नुहुन्छ यसलाई चाहिँ तपाईले कपी गर्नु होला अथवा यसलाई तपाईले याद राखेर फेरि तपाईले अघिको पासपोर्ट भन्ने अप्सनमा चाहिँ राख्नुपर्ने हुन्छ। जस्तो कि हेर्न सक्नुहुन्छ यहाँ पासवर्ड आएको छ मैले यसलाई कपी गर्ने छु साथीहरु। तपाईले पनि यसलाई कपी गर्नु होला। यति गरिसकेपछि तपाईले चाहिँ आफ्नो अब अघिको युजर नेम र पासवर्ड अहिले नयाँ दिएको पासवर्ड राख्नु होला यसमा चाहिँ है। जस्तो कि मैले राख्दिने छु हेर्न सक्नुहुन्छ मैले युजर नेम राखिसके अथवा तपाईले अघि राखेको यहाँ इमेल पनि राख्न सक्नुहुनेछ साथीहरु। र यति गरेपछि तपाईले आफ्नो पासपोर्ट राख्न सक्नुहुन्छ। तल पासपोर्ट राख्नु होला अघि आएको पासपोर्ट र त्यति गरेपछि तपाईले तल बुझाउनुस् भन्ने अप्सन छ यसमा हजुरले क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईले चाहिँ पुरानो पासपोर्ट भनेको अघि आएको पासपोर्ट माथि राख्नु होला र नयाँ पासपोर्ट आफूले चाहिँ नयाँ पासपोर्ट एउटा स्ट्रङ एउटा क्यापिटल लेटर भएको र अरु अंक अनि लेटर समावेश भएको चाहिँ हुनुपर्छ। यहाँ तपाईले स्ट्रङ एउटा पासपोर्ट दुईचोटी राख्नु होला एउटा अगाडि राखेको र फेरि त्यसलाई पुनः राख्नुपर्ने हुन्छ। त्यो नयाँ पासपोर्ट दुईचोटी राख्नुपर्ने हुन्छ साथीहरु। एउटै पासपोर्टलाई नयाँ र पुनः टाइप गरेर मैले राखिसकेको छु। यति गरी चाहिँ तपाईले तल बुझाउनुस् भन्ने अप्सन हुन्छ साथीहरु र तपाईले बुझाउनुस् भन्ने अप्सनमा क्लिक गर्नु होला। यति गरी चाहिँ तपाईको नयाँ पासपोर्ट पनि सेट भइसकेको हुन्छ साथीहरु र तपाईले अब फेरि अघिकै उसमा गएर आइडीमा लगइन गर्न सक्नुहुनेछ साथीहरु। जस्तो कि मैले अब लगइन गरिसकेको साथीहरु हेर्न सक्नुहुन्छ। लगइन भइसकेपछि साथीहरु तपाईले चाहिँ अब आफ्नो ड्याशबोर्ड खुल्ने छ हेर्न सक्नुहुन्छ। यहाँ ड्याशबोर्ड खुलेको छ। अब तपाईले यतापट्टि हेर्न सक्नुहुन्छ यो आइकनमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ साथीहरु। जस्तो कि हेर्न सक्नुहुन्छ यता साइडमा रहेको छ एरो यसमा हजुरले क्लिक गर्नु होला साथीहरु। यसमा क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुनेछ अब यहाँ मेरो प्रोफाइल भनेर अप्सन पाउनुहुनेछ साथीहरु। यसमा हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले हाम्रो यहाँ व्यक्तिगत विवरणहरु भर्नुपर्ने हुन्छ साथीहरु। जस्तो कि हेर्न सक्नुहुनेछ मेरो वेबसाइट खुलिसकेको छ हेर्न सक्नुहुन्छ। अब यहाँ तपाईले चाहिँ अघि राखेको विवरण यो अटोमेटिक अघि नै भरेको हो। अब हामीले अब यहाँ हेर्न सक्नुहुन्छ यसमा हजुरले तपाईले यसमा पहिलो नाम नेपालीमा राख्दिनु होला अनि यता थर भनेको छ थर राख्दिनु होला साथीहरु। नेपालीमा लेख्नु होला साथीहरु यसमा र तपाईले अरु विवरण अघि भर्नु भएको थियो र अब तपाईले यहाँ हेर्न सक्नुहुन्छ बुबाको नाम नेपालीमा राख्नु होला साथीहरु। पहिलो नाम बीचको नेम छ भने बीचको नेम त्यसपछि थर राख्नु होला। यति गरेपछि तपाईले आमाको नाम सोधेको छ आमाको नाम राख्दिनु होला। पहिलो नाम राख्नु होला यसमा बीचको नेम छ भने राख्नु होला नत्र परेन यसमा थर राख्दिनु होला। यति गरेपछि तपाईले यसमा आफ्नो बाजेको नाम पहिलो नाम राख्दिनु होला अनि बीचको नेम छ भने राख्नु होला नत्र परेन यसरी थर राख्नु होला साथीहरु। र तपाई विवाहित हुनुहुन्छ भने तपाईले आफ्नो यता श्रीमान अथवा श्रीमती तपाईको नाम त्यहाँ राख्न सक्नुहुनेछ।
यहाँ चाहिँ राख्न सक्नुहुनेछ हजुरले। यहाँ पहिलो नेम अनि बीचको नाम छ भने राख्नु होला, नत्र पर्दैन, त्यसकारण स्टार पनि लागेको छैन र थ राख्नु होला। र यतिखेर चाहिँ तपाईले अनि तल अर्को भन्ने अप्सन छ, यसमा हजुरले क्लिक गर्नु होला। यो भएपछि तपाईले अर्कोमा क्लिक गर्नु होला र त्यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ अब आफ्नो जात, धर्म हैन, वैवाहिक स्थिति सबै सोधेको हुन्छ। हजुरले यसमा फिल गर्नु होला। जस्तो जातमा यसमा क्लिक गर्नुभयो भने तपाईले यहाँ छान्नु पर्ने हुन्छ। यहाँ हुन्छ अप्सन, तपाईले यसमा छान्नु होला। जस्तो कि मैले यहाँ तपाईलाई जस्तो कि यसमा माथि हेर्न सक्नुहुन्छ धर्म, धर्म माथि रहेको छ है। अनि तपाईले जात छानिसकेपछि धर्म छान्नु होला, आफ्नो कुन धर्म मान्नुहुन्छ। अनि तपाई विवाहित हुनुहुन्छ, अविवाहित यसरी रोज्नु होला। र तपाई रोजगारीको अवस्था भनेको छ केमा हुनुहुन्छ हैन, बेरोजगार के हुनुहुन्छ त्यसमा छान्नु होला। सबै छान्नु पर्ने हुन्छ, यहाँ अप्सन हुन्छन्। र मातृभाषा कुन हो त्यो रोज्नु होला। यदि अपाङ्ग हुनुहुन्छ भने तपाई अपाङ्ग होमा, नत्र भने होइन क्लिक गर्नु होला। यतिखेर चाहिँ तपाईको बुबा कतिसम्म पढ्नु भएको अथवा पढ्नु भएको छैन भने छैन लेख्नु होला, रोज्नु होला साथीहरु, त्यसमा रोज्नु पर्ने हुन्छ। र आमाको पनि सोधेको छ, यो पनि राख्नु होला। र बाबुको पेशा के गर्नुहुन्छ यसमा रोज्नु पर्ने हुन्छ, सबै त्यहाँ रोज्ने हुन्छ। यदि त्यहाँ रोज्नु होला। अनि हेर्न सक्नुहुन्छ। अनि यदि तपाई यहाँ हिमाल पहाड तराई कहाँ बस्नुहुन्छ, तपाईको स्थायी ठेगाना कता हो, त्यहाँ चाहिँ हजुरले टिक लगाउनु होला। अब यहाँ तल हेर्न सक्नुहुन्छ। यहाँ यदि तपाई कुनै कोटाबाट लड्दै हुनुहुन्छ, समावेशी हुनुहुन्छ भने तपाईले यहाँ समावेशी राख्नुपर्ने हुन्छ। तर पूर्व योग्यताको लागि पर्दैन। तपाई यदि हुनुहुन्छ र राख्न चाहनुहुन्छ भने यहाँ राख्न सक्नुहुन्छ। जस्तो आदिवासी, मधेसी, दलित हैन, तपाई केही हुनुहुन्छ भने राख्न सक्नुहुन्छ। यहाँ कागजात बुझाउने अप्सन पनि छ। यो वेबसाइटबाट हामीले चाहिँ लोकसेवाका सबैका फर्म भर्न सक्छौं, त्यसकारण राखेको हो साथीहरु, तपाईले राख्न सक्नुहुनेछ। र यतिखेर चाहिँ तपाईले चाहिँ अर्कोमा क्लिक गर्नुभयो भने यो सम्पर्क विवरण आउँछ साथीहरु है। मैले चाहिँ डाइरेक्ट क्लिक गरेको छु, भरेको छैन। तपाईले चाहिँ अर्कोमा क्लिक गर्नु होला, तल अप्सन हुन्छ। र तपाई कुन प्रदेशमा हुनुहुन्छ, स्थायी ठेगाना नागरिकता अनुसारको, नागरिकतामा स्थायी ठेगाना जहाँ छ, प्रदेश, जिल्ला हैन, त्यो चाहिँ राख्नुपर्ने हुन्छ। यहाँ नगरपालिका सोधेको छ, नगरपालिका राख्नु होला। र यति गरेपछि तपाईले तल वडा नम्बर कति हो त्यो पनि राख्नु होला। यो विवरण चाहिँ हजुरले आफ्नो यकिन गर्नु होला है साथीहरु। र टोल कहाँ हो त्यो राख्नु होला। मैले चाहिँ यसमा विवरण भरेको छैन, तपाईले चाहिँ आफ्नो आवश्यक त्यहाँ भएका विवरण भर्नु होला। र यहाँ अरु स्टार छैन, यति नराख्दा पनि हुन्छ यहाँ अरु विवरण। र तपाईले आफ्नो मोबाइल नम्बर चाहिँ त्यहाँ अघि नै राखिसकेको हो, यो अटोमेटिक हुन्छ। र यति गरी चाहिँ अर्कोमा क्लिक गर्नु होला साथीहरु। अर्कोमा क्लिक गरिसकेपछि तपाईले कागजात राख्नुपर्ने हुन्छ। आफ्नो अघि मैले रेडी बनाएर राख्नुस् भनेको डकुमेन्ट चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। अब तपाईले यहाँ आफ्नो भर्खरै खिचेको पासपोर्ट साइजको फोटो अपलोड गर्नु होला। यसमा क्लिक गरेर अपलोड गर्न सक्नुहुन्छ। यहाँ भनेको छ 400 केबी भन्दा कम हुनुपर्छ है, यहाँ भन्दा बढी छ भने यहाँ अपलोडै हुँदैन। तपाईलाई त्यो आइडिया पनि म सिकाउने छु, एकछिन वेट गर्नुस्। र यहाँ अब हस्ताक्षर भनेको छ, हस्ताक्षर पनि राख्न सक्नुहुनेछ। र यति गरेपछि तपाईले तलपट्टि हेर्न सक्नुहुन्छ, नागरिकताको अगाडि भाग हाल्नु होला। एउटा तर्फको अगाडि साइड, यसमा चाहिँ पछाडी फ्रन्ट भनेको छ अगाडि साइड, अनि पछाडी साइड हाल्नु होला। जस्तो कि यहाँ हेर्न सक्नुहुनेछ, अपलोड गर्नुस् भनेर छ तल अप्सन, त्यसमा हजुरले क्लिक गर्नुभयो भने अपलोड गर्न सक्नुहुनेछ। र यसमा चाहिँ पछाडी हाल्नु होला। यति गरेपछि तपाईले चाहिँ अनि अर्कोमा भन्ने अप्सन हुन्छ, तल अर्कोमा क्लिक गर्नु होला। अब हामी अर्कोमा क्लिक गर्दै छौं। यति गरेपछि तपाई शिक्षा भन्ने अप्सनमा जान सक्नुहुनेछ। यहाँ जानुभन्दा अगाडि तपाईले आफ्नो कागजात अब आफ्नो डकुमेन्टलाई पीडीएफ बनाउनु पर्ने हुन्छ साथीहरु। र कसैको जेपीजी साइज घटाउनु पनि पर्ने हुन्छ। त्यो क्वालिटी तपाईको 1 MB भन्दा बढी हुन्छ, त्यो अपलोड हुँदैन। त्यसकारण म तपाईलाई अब सिकाउन गएको छु कसरी साइजलाई घटाउन सक्छौं भनेर। जस्तो तपाईले त्यही कोरुममा गएर जेपीजी साइज लेस देन 200 केबी अथवा 300 केबी लेख्न पनि सक्नुहुन्छ। यसरी तपाईले सर्च गर्नु होला, त्यो कोरुममै गएर सर्च गर्नु होला। यस्तो गर्नुभयो भने तपाईले त्यहाँ साइज घटाएर दिइदिनेछ। त्यो हाम्रो वेबसाइटमा हेर्न सक्नुहुनेछ। यो वेबसाइट मध्ये कुनै पनि वेबसाइटमा जान सक्नुहुन्छ। मैले र्यान्डमली यो वेबसाइटमा चाहिँ गएको छु, हेर्न सक्नुहुनेछ। यसमा हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईले चाहिँ अब साइज जुन कि अब अघि हजुरको अपलोड भएन भने चाहिँ तपाईले यो आइडिया गर्न सक्नुहुनेछ है त। जस्तो कि म यसलाई खोलेको छु, मेरो नेट स्लो चलेको छ साथै, त्यसकारण चाहिँ ल खुलिसकेको छ। अब तपाईले यहाँ सिलेक्ट इमेज भनेको छ, कुन इमेजलाई हजुरले साइज घटाउन चाहनुहुन्छ भनेर चाहिँ यहाँ सोधेको छ। हजुरले जस्तो मैले र्यान्डमली यही राखिदिएको छु। जस्तो यो 35 केबी रहेछ, यो त अटोमेटिक छ, तै पनि यसमा अझ पनि घटाउँछ यसले। एड्स आएको छ, क्लोज गर्नु होला। जस्तो यसरी सार्दै जानुभयो भने तपाईको हेर्न सक्नुहुन्छ यहाँ चाहिँ 18 केबी को बनाइदियो, अझै सानो बनाएको छ। र यसलाई अब तपाईले तल डाउनलोड भन्ने अप्सन छ, डाउनलोड गरेर सिधै हजुरले अपलोड गर्न सक्नुहुनेछ है त। र तपाईले अर्को डकुमेन्टलाई चाहिँ पीडीएफ मा बनाऊ है भनेर भनेको छ। जस्तो कि तपाईले अब त्यसलाई पीडीएफ कसरी बनाउने त भनेर सिकाउन गइरहेको छु। त्यसको लागि पनि तपाईले यसमै कोरुममै गएर सर्च गर्नु होला, जेपीईजी टु पीडीएफ। जस्तो तपाईको इमेजमा हुन्छ, त्यो इमेजलाई चाहिँ पीडीएफ मा हाल्ने भनेर भनेको छ।
त्यसकारण तपाईले त्यो शैक्षिक योग्यता पीडीएफ बनाउनु पर्ने हुन्छ। त्यसकारण तपाईले जेपीजी टु पीडीएफ कन्भर्ट यसरी मैले जे लेखेको छु यसरी लेखेर हजुरले सर्च गर्न सक्नुहुनेछ। तपाई धेरै साथीहरुलाई डकुमेन्ट अपलोड नहुने समस्या हुन्छ साथीहरु, त्यसकारण यसको लागि चाहिँ तपाईले यो उपाय चाहिँ प्रभावकारी हुनेछ देखिन्छ साथीहरु। अब यति गरेपछि तपाईले यसरी तपाईले यो वेबसाइट आएको छ, यो वेबसाइटमा जानु होला। यो इमेजलाई चाहिँ पीडीएफ मा यसले कन्भर्ट गरिदिनेछ। जस्तो कि हेर्न सक्नुहुन्छ यहाँ एड इमेज भनेर भनेको छ। कुन इमेजलाई चाहिँ तपाईले पीडीएफ बनाउन चाहनुहुन्छ भनेर सोधेको छ। अब हेर्न सक्नुहुन्छ यहाँ एड इमेजमा क्लिक गरेपछि मैले यो र्यान्डमली यसलाई बनाएर देखाउने छु पीडीएफ। जस्तो मैले यसलाई नै बनाउने छु, हेर्न सक्नुहुन्छ। अब मैले यसलाई पीडीएफ बनाएर देखाउने छु साथीहरु। तल सार्नु भयो भने हेर्न सक्नुहुन्छ, तल यसरी सार्नु भयो भने यसलाई चाहिँ अब हामीले कन्भर्ट गर्न सक्छौं। जस्तो यहाँ 300 केबी बनाउने छ भनेर भनेको छ। अनि हेर्न सक्नुहुन्छ यसले चाहिँ साइज कम बनायो भने अटोमेटिक त्यहाँ अपलोड हुन्छ। कन्भर्ट टु पीडीएफ हान्नु होला साथीहरु। यति गरेपछि उसले पीडीएफ बनाइदिनेछ साथीहरु। अब तपाईले यसलाई डाउनलोड गरेर हाम्रो शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट र सर्टिफिकेट लाई हाल्न सक्नुहुनेछ। यो चाहिँ उदाहरणको लागि तपाईले आफ्नो डकुमेन्टलाई बनाउनु होला। यति गरेर तपाईले डाउनलोड गर्नु होला साथीहरु। अब डाउनलोड गरिसकेपछि तपाईको डाउनलोड भएर बस्नेछ। अब हामी अघिको वेबसाइटमा जाने छौं। जस्तो कि अघिको वेबसाइटमा म जाने छु। अब यो डाउनलोड भइसकेपछि फेरि अघिको वेबसाइटमा जानु होला र अघिको वेबसाइटमा गइसकेपछि तपाईले त्यहाँ शैक्षिक योग्यता भर्न सक्नुहुनेछ। जस्तो कि अब म शिक्षा भर्न गइरहेको थिएँ। अब यहाँ शिक्षामा चाहिँ तपाईले पढेको शैक्षिक योग्यता यसैमा हाल्ने हो। यहाँ तल हेर्न सक्नुहुन्छ शैक्षिक योग्यताको प्रमाणपत्र अपलोड गर्नुस् भनेर अप्सन दिएको छ। यसमा हजुरले क्लिक गर्नु होला। यसमा अब हामीले चाहिँ कुन ठाउँमा हामीले कुन विश्वविद्यालय पढेको अथवा एचएससी एनईबी के पढेको यसमा रोज्नु पर्ने हुन्छ। 12 क्लाससम्म पढ्नु भएको भने एनईबी हुन सक्छ, त्यसमा रोज्नु होला। र तपाईको शैक्षिक योग्यता कतिसम्म पढ्नु भएको शैक्षिक उपाधि भनेर सोधेको छ। हजुरले चाहिँ रोज्न सक्नुहुन्छ। जस्तो अब मैले चाहिँ यहाँ जस्तो एउटा तपाईलाई देखाएको छु मात्र, यसमा रोजेको छैन, तपाईले रोज्नु होला। जस्तो कि मैले अब संकाय हजुरले कुन पढ्नु भएको त्यो रोज्नु होला साथीहरु है। जस्तो यहाँ धेरै छन्। र अब तपाईको प्रतिशत अथवा जीपीए पुरानो प्रतिशत हुन्थ्यो, प्रतिशत हो भने प्रतिशत राख्नु होला, नत्र भने अहिले नयाँ जीपीए छ, जीपीए राख्न सक्नुहुन्छ। कुन ग्रेड आएको अथवा कुन श्रेणी हो, पुरानो हो भने श्रेणी, नत्र नयाँ हो भने ग्रेड राख्नु होला। त्यसपछि तपाईको मुख्य विषय कुन हो त्यसमा राख्दिनु होला। यति गरेपछि तपाईले यहाँ शैक्षिक योग्यताको विवरण उपाधिको भनेर भनेको छ। यसमा चाहिँ +2 पास अथवा हैन एससी पास जतिसम्म पढ्नु भएको यसरी राख्न सक्नुहुन्छ। हजुर सरकारी स्कुल पढ्नु भएको भने सरकारी, निजी हो भने निजीमा टिक लाउनु होला। र तपाईले पास गरेको वर्ष कहिले हो भनेर सोधेको छ। अब तपाईले त्यहाँ ट्रान्सक्रिप्ट तलपट्टि हेर्नु होला। तपाईको पुरा डेट त्यहाँ पास गरेको हुन्छ। इति सम्बन्धमा छ भने इति सम्बन्ध र विज्ञान सम्बन्धमा छ भने विज्ञान सम्बन्ध राख्न सक्नुहुन्छ। जस्तो यहाँ हेर्न सक्नुहुन्छ यो डेट राख्नु होला है। हजुरले पास गरेको पुरा मिति राख्नु पर्ने हुन्छ। र तपाईले अघि भनेको थिए नि 400 भन्दा बढी केबी मान्दैन, त्यसकारण यहाँ चाहिँ तपाईले अब त्यो पीडीएफ बनाउनु पर्ने हुन्छ। पीडीएफ फर्मेटमै हाल्ने भनेर भनेको छ डकुमेन्ट चाहिँ। त्यसकारण मैले अघि बनाइसकेको छु पीडीएफ। तपाईले ब्राउजमा क्लिक गरेर तपाईले आफ्नो डकुमेन्ट चाहिँ हाल्न सक्नुहुनेछ है त पीडीएफ बनाएर। अघि बनाउन सिकाइसकेको छु साथीहरु पीडीएफ बनाउन। अब तपाईले यता सर्टिफिकेट हाल्नु पर्ने हुन्छ। जस्तो कि सिम्पली तपाईले यसमा सर्टिफिकेट राख्दिनु होला। र यति गरेपछि तपाईले बुझाउनुस् भन्ने अप्सन छ, तल बुझाउनुस् भन्ने अप्सनमा क्लिक गर्नु होला। र एउटा कुरा यहाँ समकक्षता भनेको छ, यो चाहिँ विदेशी हकमा मात्र लागू हुन्छ। यदि विदेशमा पढ्नु भएको थियो भने समकक्षता गरेको हुनुपर्छ, त्यसकारण त्यहाँ राख्नु पर्ने हुन्छ। यदि हजुर नेपालमै पढ्नु भयो भने परेन। तपाईले तालिम लिनु भएको छ भने यसमा तालिममा भर्न सक्नुहुनेछ र अर्कोमा क्लिक गर्नु होला भरेर। र व्यावसायिक परिषद छ अथवा अनुभव छ भने राख्न सक्नुहुन्छ। हामी चाहिँ पढेन। र यति गरेपछि तपाईले आफ्नो विवरणलाई चाहिँ एकचोटी फेरि हेर्न सक्नुहुनेछ कस्तो भरे मैले भनेर यकिन गर्न सक्नुहुनेछ। जस्तो कि यहाँ हेर्न सक्नुहुन्छ कुनै सचाउनु पर्ने छ भने सचाउनु होला। यति गरेपछि हामीले लगभग सबै कम्प्लिट गर्छौं। अब हामीले आवेदन दिन गइरहेका छौं। यो अघिको अप्सनमा जानु होला। र यति गरेपछि तपाई तल हेर्न सक्नुहुन्छ संगठित संस्थाको पूर्व योग्यताको परीक्षा भन्ने अप्सन छ। तपाई त्यहाँ जानुपर्ने हुन्छ। यसमा क्लिक गरेपछि तपाईले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ दुईटा खुलेको सहायक 5औं र सहायक 4औं भन्ने छ। दुईटै हेर्न सक्नुहुन्छ। र यो पदको लागि यहाँ अहिले आवेदन दिनको लागि खुलिसकेको छ। अब तपाईले यहाँ जुन पनि तपाईले लाउन चाहनुहुन्छ यतापट्टि हेर्न सक्नुहुन्छ विस्तृत विवरण हेर्नुस् भन्ने छ। यसमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ। जस्तो मैले यहाँ खर्दार अहिले देखाउने छु हजुरले। तपाईले नायब सुब्बा पनि माथि क्लिक गर्नुभयो भने लगाउन सक्नुहुन्छ। अब यति गरेपछि तपाईले यसमा क्लिक गर्नु होला। र यसमा क्लिक गरेपछि तपाईको माथि टिक लाउने अप्सन हुन्छ हैन। हेर्न सक्नुहुन्छ संगठित संस्था एकीकृत हैन खरिदार वा सोसर भनेर देखाएको छ। यसमा हजुरले टिक लाउनु होला। यसमा टिक लगाइसकेपछि तपाईले तल हेर्न सक्नुहुन्छ तपाईको पढेको संख्या कुन हो भनेर देखाउनेछ। तल हेर्न सक्नुहुन्छ। र यसलाई हजुरले यकिन गर्नु होला आफ्नो पद। र तपाईले यसमा संकाय कुन संकायमा पढ्नु भएको संकाय रोज्नु होला। र तपाईको मुख्य विषय कुन हो त्यो संकाय पढ्दाखेरि तपाईको हैन
कुन हो त्यो चाहिँ यता तपाईँको प्रमुख विषय कुन हो त्यो राख्नु होला। जस्तो अब म्यानेजमेन्ट पढ्नेको एकाउन्ट हुन्छ, त्यसरी शिक्षा पढ्नेको कुन विषय लिनुभयो यसरी राख्नु होला। र अब तपाईँ परीक्षा कुन कार्यालयबाट दिन चाहनुहुन्छ, तपाईँको नजिकको बाहेक पर्ने कार्यालय यहाँ रोज्नु होला। तपाईँलाई जुन कार्यालय तपाईँलाई नजिक पर्छ त्यो त्यहाँ नजिकको कार्यालय हजुरले रोज्न सक्नुहुनेछ। रोज्नु होला साथीहरू यसमा। र यति गरेपछि तपाईँले चाहिँ तलपट्टि सार्न सक्नुहुन्छ। यसरी सार्नुभयो भने तपाईँले यहाँ योग्यता पनि देख्न सक्नुहुन्छ, शैक्षिक योग्यता कति पढ्नुपर्ने छ भनेर देखाएको छ। र यति गरेपछि तपाईँले तल एउटा टिक बक्स छ, यसमा हामी स्वीकार्य छौँ नियमहरू पिएससीको भनेर भनेको छ, यसमा टिक लाउनु होला। यति गरेपछि तपाईँले लागू गर्नुहोस् भन्ने अप्सन छ, यसमा अन्तिममा हजुरले यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले कुन पदमा आवेदन दिन चाहनुभएको छ अनि भनेर यहाँ देखाउनेछ, पैसा कति लाग्छ भनेर पनि देखाइसकेको छ। अब तपाईँले सबै यो यसमा चाहिँ सबै ठिक छ भने तपाईँले हो निश्चित गर्नुहोस्मा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभन्दा अगाडि त्यहाँ एउटा कुरा लेखेको छ, यहाँ ध्यान दिनु होला साथीहरू। यसमा चाहिँ एकचोटि हामीले चाहिँ यसमा यकिन गरी निश्चित गरिसकेपछि चाहिँ अब यो चाहिँ हाम्रो फर्म फेरि सच्याउन मिल्दैन, त्यसकारण त्यो सच्याउनलाई लामो प्रोसेस हुन्छ, त्यसकारण एकचोटि हेरेर हजुरले भर्नु होला साथीहरू। अब तपाईँले आवेदन दिनुभयो कि भएन भनेर जानकारी लिनको लागि तपाईँले तल हेर्न सक्नुहुन्छ, मेरो आवेदनमा क्लिक गर्नु होला। यसरी क्लिक गरेर तपाईँले तल सार्नुभयो भने सबै आवेदन भन्ने अप्सन पाउनुहुन्छ, यसमा हजुरले क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईँले कुनमा आवेदन दिनुभएको थियो भनेर देखाउनेछ साथीहरू, यहाँ हेर्न सक्नुहुनेछ। अब यहाँ कहिले आवेदन दिनुभएको थियो त्यो मिति देखाएको छ। तपाईँले यहाँ विवरण हेर्नुहोस्, क्लिक गर्नुभयो भने कति पैसा तिर्नुपर्ने हुन्छ, आवेदनको स्थिति के छ होइन, भुक्तानी तिर्नुभएको छ कि छैन, केही तपाईँलाई चाहिँ इरर भयो भने त टिप्पणीमा आउनेछ साथीहरू। अब तपाईँले यो तिर्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि बैंक चुज गर्नु होला साथीहरू। र बैंक चुज गरिसकेपछि तपाईँले चाहिँ अनलाइन गर्ने भए अनलाइनमा, अफलाइन गर्ने भए अफलाइनमा हजुरले यसमा टिक लगाएर तपाईँले अर्कोमा क्लिक गर्नुपर्ने हुन्छ साथीहरू। जस्तो मैले अनलाइन गरेर हजुरलाई गर्नेको लागि तपाईँलाई देखाउनेछु। अनलाइनमा क्लिक गर्नको लागि यसरी तपाईँले अनलाइनमा गरेर अर्कोमा क्लिक गर्नु भने यहाँ तीनवटा अप्सन छन्। तपाईँसँग करेन्ट आइपिएस, ई सेवा अथवा खल्ती कुन छ, तपाईँले त्यसमा क्लिक गरेर त्यहाँ भएको विवरण आइडी, पासपोर्ट र तपाईँले त्यहाँ भएको विवरण राखेर तपाईँले पैसा तिर्न सक्नुहुन्छ। यदि तपाईँले पैसा तिरिसक्नु भएको छ भने तपाईँको चाहिँ यहाँ तिरिसकेको भनेर पछि अप्सन आउनेछ, यसमा हेर्नु होला साथीहरू। यसमै हेर्ने हो हामीले फर्म के छ, कस्तो अवस्थामा छ, अहिले पेन्डिङमा छ, किनभने अहिलेसम्म हामीले चाहिँ आवेदन भुक्तानी गरेको छैनौँ। यदि हामीले यहाँ पैसा तिरिसक्यौँ भने, रासु बुझाइसक्यौँ भने चाहिँ यहाँ एप्रुभ भएर आउनेछ। यो एप्रुभ चाहिँ उतिखेर हुँदैन, यो चाहिँ एप्रुभ हुन टाइम लाग्छ। उता केही समय लोकसेवा हेरेर तपाईँको फर्म कस्तो तपाईँको डकुमेन्ट पुगेको छ कि छैन भनेर सबै हेरेर एप्रुभ अथवा होल्डमा राख्न सकिन्छ। र तपाईँले तिरिसकेको चाहिँ हुनुपर्छ साथीहरू, यहाँ पैसा तिर्नुपर्ने हुन्छ अनिवार्य। र तिरिसकेपछि तपाईँको फर्म एप्रुभ अथवा केही समस्या भयो भने तपाईँलाई मेसेज आउनेछ। साथीहरू भिडियो यही थियो, राम्रो लाग्यो भने एउटा लाइक गरिदिनु होला। कुनै प्रश्न छ भने कमेन्ट गर्नु होला। तपाईँलाई यदि नमुना सेट समाधान सहितको भिडियो चाहिन्छ भने तपाईँले कमेन्ट गर्नु होला, त्यो पनि ल्याउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।